आज कसले के बोले? अहिले सोसियल मिडियाबाट भएको प्रचारबाजी अनुसार फिल्डमा छैन। सोसियल मिडियावाला स्टन्टवाला भन्ने गरेका छौँ हामीले। पहिला जहाँ जिते त्यहाँ उनीहरूको ओह्रालो छ। तपाईँ उपत्यकामै हेर्नुभयो भने उनीहरूको अहिले छैन। नयाँ नयाँ ठाउँमा भ्रम दिन सजिलो हुँदो रहेछ। भ्रममुक्त भए यहाँ लडेर हेरे नि नेताहरूलाई के गरे के गर्न सक्दा रहेनछन् भन्ने हेरिसके हुनाले त्यस्ता ठाउँमा यी सब स्टन्टबाजहरू यो हल्लाखोरहरू हुन् भन्ने बुझे जनताले। जहाँ बुझ्न पाएको छैनन् बिचरा त्यहाँ चाहिँ फेरि त्यसको प्रभाव देखिएको छ। त्यसकारण त्यो प्रभावलाई पनि तर्कद्वारा खण्डन गरेर हामीले स्थापित गर्नु छ। सबै कमरेडहरू यो चुनौतीपूर्ण अवसर नेपाली कम्युनिस्ट पार्टीलाई प्राप्त छ। हामीले धेरै मेहनत गरेर आजको देशको परिस्थिति राष्ट्रको अगाडिको सङ्कटलाई हेरेर नै पहिला कमरेड माधव कुमार नेपाल र मैले नै कसरी यो परिस्थितिलाई चिर्ने भन्नेतिर बढी मेहनत गऱ्यौँ। तपाईँहरूलाई थाहा छ 26 गते रातिको त्यो काली लाग्दो अवस्था। त्यस्तो बेलामा पनि हामीले यो देशलाई बचाउने हिसाबले राजनीतिलाई सहजीकरण गर्ने हिसाबले भूमिका खेल्ने अवसर पायौँ। हामीले त्यो भूमिका खेल्यौँ र अहिले निर्वाचनतिर देश केन्द्रित छ। यद्यपि कतिपय पार्टीहरूले यो निर्वाचन नभइदिए हुन्थ्यो, निर्वाचन सारे हुन्थ्यो, संसद पुनर्स्थापना गरे हुन्थ्यो भन्ने पनि थिए, अझै पनि भन्छन्। तर हामीले थाहा पाउनुपर्छ आफ्नै जिल्लाबाट कोही मान्छे किन चुनाव लड्दैन। आफ्नै जिल्लामा कसैले पत्याउने स्थिति छैन, त्यहाँ ढाक्न सकिन्न। काठमाडौँमा जितिसकेको मान्छेले त्यहाँबाटै किन आँट गर्दैन फेरि लड्न? किन यहाँ हो? यो साथीहरूले बुझ्नुभएको छ, दाजुभाइ दिदीबहिनीहरूले बुझ्नु। अर्को कुरा, अहिले म यसो अलिकति सोध्छु कता कता, मधेसी पहाडी भन्ने कुरा पनि सुन्छु भित्रभित्र। त्यस्तो कुराहरू गर्नु हुँदैन। हामीले सामाजिक न्याय र समानताको कुरा गर्नुपर्छ। त्यसको आधारमा सामाजिक सद्भावको कुरा गर्नुपर्छ। सामाजिक सद्भावका आधारमा राष्ट्रिय एकताको कुरा गर्नुपर्छ र हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ बनाउने, आफ्नो गाउँ बनाउने, जिल्ला बनाउने। सूचकाङ्कमा 100 अङ्कले भ्रष्टाचार रहित र 0 अङ्कले अति भ्रष्ट जनाउँदछ। यो चाहिँ यसरी धेरै अङ्क आयो भने भ्रष्टाचार रहित भन्ने हुन्छ। सूचकाङ्कमा 100 भन्दा कम भ्रष्टाचार हुने मुलुकको रूपमा डेनमार्कले विगत 8 वर्षदेखि आफ्नो स्थान कायमै राख्दै यस वर्ष पनि सर्वाधिक 89 अङ्क प्राप्त गरेको छ। डेनमार्क त्यस्तो छ। साउथ सुडान र सोमालिया 9 अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रूपमा रहेका छन्। साउथ सुडान र सोमालिया। दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटानले 71 अङ्क प्राप्त गरे, भारतले 39, मालदिप्सले 39, श्रीलङ्काले 35, पाकिस्तानले 28, बङ्गलादेश 24, अफगानिस्तान 16 अङ्क प्राप्त गरेको छ। छिमेकी मुलुक चीनले 43 अङ्क प्राप्त गरेको छ। भुटान बाहेक अधिकांश दक्षिण एसियाली देशहरूमा भ्रष्टाचार न्यून नै अङ्क न्यून भएको हुनाले भ्रष्टाचारको समस्या कायमै रहेको देखिएको छ। नेपालको अङ्क गत वर्ष जस्तै यस वर्ष पनि 34 नै रहेको छ। नेपालमा कुनै सुधार देखिएको छैन, त्यो हामीले प्रत्यक्ष देखेकै छौँ। 6 वटा अन्तर्राष्ट्रिय संस्थाहरूद्वारा सन् 2025 को अगस्त महिनासम्मको सुशासन सम्बन्धी तथ्यहरूलाई आधार बनाई नेपालको अङ्क निर्धारण गरिएको छ। लामो समयदेखि नेपालले 35 अङ्कभन्दा कम अङ्क पाउँदै आएको सन्दर्भमा सूचकाङ्कमा तल्लो तहमा रहेको यस अङ्कले नेपालमा पटक पटक सत्तामा रहेका सरकारद्वारा भ्रष्टाचार विरुद्ध ठोस काम गर्न नसकेको देखाएको छ। यही भाद्र 23 र 24 मा भएको जेनजी आन्दोलन र देशले बिहोर्नु परेको अपूरणीय
धनजनको क्षतिको कारक बढ्दो भ्रष्टाचार हो भन्ने आधारलाई सूचकाङ्कको यस अवस्थाले पुष्टि गरेको देखिन्छ। अघिल्लो वर्षबाट हामीले सुरु गरेका थियौँ, या भनौँ पहिले चाहिँ यही भ्याक्सिन लिनको लागि पैसा तिरेर भ्याक्सिन लिइरहनु भएको थियो भने अहिले निःशुल्क स्कुलमा भ्याक्सिनेसन प्रोग्राम भएको छ। यो भ्याक्सिनेसन प्रोग्रामबाट धेरैभन्दा धेरै बहिनीहरूले यसबाट लाभ लिनुहोस् भन्ने पनि चाहन्छौँ र यो भ्याक्सिनेसन प्रोग्राम जसरी महानगरभरिको सबै स्कुलहरूमा पनि अहिले लागू भइरहेको छ त्यहाँ पनि सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना गर्दछु र यसको एकदमै व्यवस्थित रूपमा सम्पूर्ण टिमहरू हुनुहुन्छ। यो भ्याक्सिनेसन प्रोग्राममा चाहिँ व्यवस्थित रूपमा सबैजनालाई स्केड्युल मिलाएर नै अगाडि बढाइदिनु हुन पनि अनुरोध गर्दछु। आर्थिक वर्षको अन्त्यको निमित्त बजेटको आकार चाहिँ घटेको होइन। बजेटको आकार चाहिँ सुरुमा जे थियो 1964 अर्ब 1964 अर्ब नै हो। यदि कसैले 1964 अर्ब नै नेपाल सरकारका निकायले खर्च गर्न सक्छन् भने त्यो चाहिँ उपलब्ध हुनसक्छ। तर एट द सेम टाइम हामी बजेट परिचालन गर्ने क्रममा बजेट एकातिर छ भने नगद अर्कोतिर। अहिले नेपाल सरकारको सञ्चित कोषमा आजको मितिमा 130 अर्बले घाटामा छ भन्नाले हामी चाहिँ हाम्रो नगद सञ्चित त छ, तर सङ्घीय सरकारको मात्रै हेर्ने हो भने हामी 130 अर्ब घाटामा छौँ। त्यही भएर सङ्घीय सरकारको सञ्चित कोषमा त्यो सञ्चित कोषले नदिएको अवस्थामा हामीले चाहिँ बजेटमा अलिकति केही नियन्त्रण गर्नुपर्ने र सकेसम्म प्राथमिकीकरण गरेर सही ठाउँमा मुलुकलाई लाभ हुने काममा खर्च गर्नुपर्ने आवश्यकता भएको सन्दर्भमा पनि 119 अर्ब बराबरका आयोजनाहरू जुन तयारी पनि भएका थिएन अथवा तिनले राम्रो प्रतिफल पनि दिँदैन थिए, त्यसको चाहिँ प्रारम्भिक मूल्याङ्कन गरेर अर्थ मन्त्रालय प्रणालीका साथीहरू सबैले मूल्याङ्कन गरेर यी चाहिँ आयोजना तयारी नभएसम्मको लागि स्थगित राखौँ। तयारी भएर टेन्डर गर्छन्, टेन्डर भइसकेको छ, दायित्व सूचना भइसकेको छ, माथि फुकुवा गर्दै जाउँ भनेर 42 अर्ब फुकुवा गरिएको छ। तर पर्फर्मेन्स हेर्दाखेरि तपाईँले भने जस्तो यो बजेट खास गरी पुँजीगत खर्चको सम्पादनको सन्दर्भमा यो ज्यादै कम हो। 67 अर्ब बराबरको जुन राष्ट्रिय गौरवको आयोजनामा विनियोजन गरिएको छ त्यसको मात्रै पर्फर्मेन्स हेर्दाखेरि पनि 15% अलिकति नागेको छ, जुन राष्ट्रिय औसतभन्दा बढी हो भन्नु हो, तर त्यो पनि सन्तोषजनक होइन। 5000 को पिपिएको लागि जुन सूचना निकाल्यो नि त्यसले मात्रै पनि थुप्रै इन्डस्ट्रीहरू अबको मार्केट भनेको ऊर्जा नै हो भनेर लाग्न थालेको थियो। किनभने अहिले त अब थुप्रै इन्डस्ट्रीहरू फुल फेजमा चलेको छैन नि, चलाइदिने भनेको त्यो मात्रै हो। र ऊर्जाको विकास सँगसँगै ऊर्जा मात्रै बत्ती मात्रै बल्दैन कि, त्यो सँगसँगै सम्भावनाका कुराहरू थुप्रै जोडिएको छ। जस्तो अहिले सरकारले जुन खालको सपना देख्छ, हामी नेपालीले जुन खालको सपना देख्छौँ त्यो पुरा गर्न सक्छ। अहिले पनि अब समय त धेरै छैन, तर कस्तो पनि यो समयमा यो असारभित्रमा कुनै दुई चारवटा कुरा बोलेका कुराहरू निर्णय गरिदियो भने र यसलाई अगाडि बढाउने भनेर कुनै खालको एउटा डिसिजन गर्नु मात्रै सक्यो भने साँच्चै नै आउने दिनहरूमा र आउने वर्षमा अलिकति हामीले सोचेभन्दा फरक खालका एक्टिभिटिजहरू चाहिँ देख्न सकिन्छ हामीले। किनभने अर्को कुनै एउटा इन्डस्ट्री आउने बित्तिकै त्यति ठुलो चेन्ज हुँदैन। यहाँ अहिले 400-500 मेगावाटका आयोजनाहरू बनाउनलाई सुरु गरिसकेका छन्। त्यो भनेको त एउटै प्रोजेक्टहरू खरबका आयोजनाहरू अगाडि बढ्न थालिसकेका छन्। तर कस्तो भने थुप्रै पुँजी लगानी भयो तर अड्केर बस्दियो अहिले, र त्यसलाई चाहिँ अलिकति खोलिदिने वातावरण गऱ्यो। र अर्को नयाँ कुरा, किनभने ऊर्जाका सेक्टरले हामीलाई सरकारले कुनै कुरा नयाँ दियोस् भनेर भन्दैनन्। अब हुन त अब माग्ने कुरा फरक कुरा हो। पहिला नै अब 1%मा छुट त्यो स्पेयर पार्टहरू मेन्टेनेन्सका कुराहरू अहिले 28 पुऱ्याइदिएको छ। कम्तीमा ऐनमा भएका कुराहरू गरिदिउँ र बजेटमा बोलेका कुराहरू गरिदिउँ र नीतिगत सुधार मात्रै गरिदिउँ भनेर भनेको छ। र वास्तवमा हामीले कल्पना गरेको भन्दा साँच्चै नै फरक खालको देश देख्न पाइन्छ। 10 वर्ष 2035 सालसम्म भनेको छ, देख्न पनि पाइन्छ। फागुन 3 गते महाशिवरात्रि पर्वको मुख्य दिन हो, जुन दिन यस दिनमा शाहकारले पशुपतिबाट पञ्चामृत सहित पूजा सामग्री श्री पशुपतिनाथको मन्दिरमा अर्पण गर्ने गरिन्छ। सोही दिन बेलुका श्री पशुपतिनाथको मन्दिर वरिपरि बत्ती बाल्ने गरिन्छ र त्यसै गरी पशुपति मन्दिर परिसरका उपस्थित साधु सन्तहरूलाई दही फलफुल तथा धुनी बाल्नको लागि दाउरा उपलब्ध गराइन्छ भने सोही बमोजिम अन्य अखडाहरूमा समेत व्यवस्था धुनी बाल्नको लागि दाउरा र भोजनको व्यवस्था गरिआएको हुन्छौँ। त्यसै गरी फागुन 4 गतेका दिन मन्दिर परिसर तथा अखडाहरूमा साधु सन्तहरूलाई भोजन र तथा ध्वनि ताप्नको लागि
हामीले चाहिँ दाउरा तथा भोजनको व्यवस्था गरिआएका हुन्छौँ भने 5औं दिनको दिन साधु सन्तहरूलाई भोजन गरिन्छ र साधु सन्तहरूलाई उहाँहरूको योग्यता बमोजिमका विभिन्न रङका चाहिँ कार्डहरू वितरण गरिन्छ। सोही कार्डको आधारमा तोकिएको दरअनुसार साधु सन्तहरूलाई श्री पशुपतिनाथको मन्दिर परिसरबाट दक्षिणासहित बिदाई गर्ने गरिन्छ भने अन्य अखडाहरूमा अखडाका प्रमुखहरूलाई हामीले चाहिँ जिम्मा लाउँछौँ र सोही बमोजिम उहाँहरूबाट चाहिँ हाम्रो दक्षिणासहित बिदाई गर्ने गरिन्छ। मूलतः हामीले यस वर्षको चाहिँ करिब हामीले 40 लाख रुपियाँ महाशिवरात्रि पर्वको लागि भनेर बजेट विनियोजन गरेका छौँ। त्यो दिन चाहिँ हामीले दाउरा तथा ध्वनि बाल्नको लागि दाउराको व्यवस्थापनको लागि हामीले करिब 8 लाखको व्यवस्थापन गरेका छौँ भने पर्व सञ्चालनको लागि उहाँहरूको बिदाई खानपानको लागि हामीले 32 लाख बजेट विनियोजन गरेका छौँ। हामीसँग जोडिन आजैबाट हाम्रो पेज लाइक, फलो र शेयर गर्न नभुल्नुहोस्। खबरसेन्टर.com, सबै खबर एकै ठाउँमा।